नेपाली कांग्रेस कस्तो छ, नेपाली कांग्रेस कस्तो रह्यो, कस्तो थियो, कस्तो हो, हामी कस्तो बनाउँछौँ भन्ने कुरा अब हामीले भन्ने भन्दा पनि तपाईहरुले भर्खर जोइन गर्नुभएको नेपाली कांग्रेस पार्टी तपाई कस्तो देख्न चाहनुहुन्छ, नेपाली कांग्रेस पार्टीले के गरोस् भन्ने तपाईको चाहना छ, नेपाली कांग्रेस पार्टीले के नगर्दियोस् भन्ने तपाईको चाहना छ, तपाईहरुबाट हामीले सुन्ने हो र तपाईहरुले सुने अनुसारको पार्टीलाई हामीले बनाउने हो। तपाईहरुको कुराहरु हामी सुन्न चाहन्छौँ। त्यसको निम्ति यो पटक पार्टीको वैधानिक संरचनामा हामीले के व्यवस्था गर्यौं भने प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरि 30 वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरू यसरी छानिने बनाएका छौँ। त्यसै गरिकन 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट 3 जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने पनि अहिले जो हामी पहिला 25 हुन्थ्यौं हामी अहिले थपेर 31 बनाएका छौँ र त्यहाँ 3 जना साथीहरू 35 वर्ष मुनिको आउनुहुन्छ। त्यसै गरिकन नेपाली कांग्रेसको केन्द्रीय समितिभित्र पनि नयाँ पुस्ताको साथीहरू त्यहाँभित्र आउने व्यवस्था गरेका छौँ। यही क्रममा अस्ति हामीले प्रजातन्त्र सेनानी सँगसँगै हामीहरू बस्यौँ, उहाँहरूले एउटा कुरा राख्नुभयो जुन कुरा हामीलाई एकदमै महत्त्वपूर्ण लागेको छ। नेपाली कांग्रेस पार्टीमा हामीले नयाँ साथीहरू पनि ल्याउनु पर्ने छ, तर पुरानो साथीहरूको सम्मान पनि हामीले सँगसँगै गर्नुपर्ने छ। हामी 4 पुस्ताको मानिसहरू एकैपटक पार्टीमा क्रियाशील छौँ। मभन्दा अगाडिका 2 पुस्ताको साथीहरू पनि यही पार्टीमा क्रियाशील हुनुहुन्छ, मभन्दा पछाडिको अर्को 2 पुस्ताको साथीहरू पनि यही पार्टीमा क्रियाशील हुनुहुन्छ। नेपाली कांग्रेस आफै एउटा राष्ट्रिय शक्ति पनि भएको हुनाले गर्दा जसरी हामी सबै जात जाति भाषाभाषी नेपालभरिको सबैलाई जोड्ने सबैभन्दा ठुलो शक्ति कुन चाहिँ हो भनेर भन्यो भने हामी कांग्रेस हो भनेको जस्तै सबै पुस्ताको मान्छेलाई जोड्ने शक्ति पनि नेपाली कांग्रेस बन्नुपर्छ। त्यसका निम्ति हामीले नयाँ पुस्ताको साथीहरूलाई पनि पार्टीमा स्वागत पनि गर्नुपर्ने छ, उनीहरूको कुरा पनि सुन्नुपर्ने छ। उनीहरूलाई केवल फेरि यो टोकन जस्तो ल्याएर 2 जना 5 जना ल्याएर राखेर मात्र हुँदैन। हामी कार्यक्रममा आएको बेलामा हामीसँग आऊ मञ्चमा बस भनेर मात्र हुन्न, उनीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ, उनीहरूको कुरा हामीले सुन्नुपर्छ, उनीहरूको दृष्टिकोण हामीले बुझ्नुपर्छ। उनीहरूको सोचाइ हाम्रा कतिपय सन्दर्भमा हाम्राभन्दा धेरै भिन्न छन्, धेरै फरक छ। राजनीतिक पार्टीकै सन्दर्भमा उनीहरूको अपेक्षाहरू फरक छन्, ती कुराहरू हामीले सुन्नुपर्ने छ। र नयाँ पुस्ताको साथीहरूलाई पनि मेरो आग्रह के छ भने अहिले एउटा हामी अस्ति एउटाले कसले मलाई भन्दै हुनुहुन्थ्यो पहिला पहिला यो क्लास एनिमी भनेर भन्थ्यो, वर्ग शत्रु भनेर। अहिले चाहिँ वर्ग शत्रु कोरे भनेर कसैको लागि वर्ग शत्रु कोरे भनेर भन्दै गर्दा चाहिँ 60-65 वर्ष नागेको त्योभन्दा माथिका सबै वर्ग शत्रु हो। यसरी चाहिँ सोसाइटी जसरी सोच्न थाल्यो हामीहरूले कि यो ठिक कि यो बेठिक भनेर त्यसबाट नेपाली कांग्रेस पार्टीले बाहिर निकाल्यौँ हामीले। जसरी हिजो कुनै बेलामा संविधान सभामा संविधान निर्माण गर्ने बेला एउटा अवस्था कस्तो बनेको थियो, हामी एकैपटक केमा डिभाइड भयौँ, हामीहरू एकैपटक केमा डिभाइड भयो भनेदेखि पनि हामी विभिन्न जाति समुदायको नाममा डिभाइड भयौँ। यद्यपि के हुन्छ हामी जहिले पनि सोसाइटीमा हामी एकैपटक मल्टिपल आइडेन्टिटिज बोकेर बसेका हुन्छौँ। म यहाँ मञ्चमा बस्दै गर्दाखेरि म आफैले मेरो आफ्नै पहिचानहरू बहुपहिचान हुन्छ, मल्टिपल आइडेन्टिटी बोकेर बसेका हुन्छ। तर राजनीतिले त्यो मल्टिपल आइडेन्टिटी बोकेको कुरालाई समायोजन गर्ने ताकत राख्यो भने समाजमा शान्ति हुन्छ। तर राजनीतिले मल्टिपल आइडेन्टिटी मध्ये एउटा आइडेन्टिटीलाई मात्र टिपेर त्यहाँभित्र चाहिँ घृणाको बीज रोपण गरिदियो भने समाज द्वन्द्वतिर जान्छ। हामीले कुनै एउटा बेलामा त्यो अवस्था देख्यौँ। नेपाली कांग्रेस पार्टी आयो, यसले सम्हाल्यो। सबैको पहिचानको सम्मान हुनुपर्छ, सबै जाति भाषा धर्म संस्कृति सबैले समान सहभागिता पाउनुपर्छ, सबैले सम्मान पाउनुपर्छ, सबै भाषा बराबर, सबै जाति बराबर हो भन्ने मान्यताका साथ हामीहरू आयौँ। त्यस्तै सोच अहिले फेरि कांग्रेसमा चाहिएको छ। अहिले केमा चाहिएको छ भने सबै पुस्ता बराबर हो भन्ने मान्यता स्थापित गर्नुपर्ने छ। हामीले अग्रजहरू पनि अग्रजको अनुभव नेपालको ठुलो पुँजी होइन। आज म यसो हेर्छु, शासन सत्तामा रहेको साथीहरू पनि यो कुरालाई बुझ्नुपर्छ। हामीहरूसँग यति धेरै ठुलो नेपालमा अनुभव प्राप्त गरेको पुस्ता छ, सबैतिर छ। त्यो अनुभव प्राप्त गरेको पुस्ता राजनीतिक दलमा छ, प्रशासनमा छ, समाजमा छ, सबैतिर छ। त्यो अनुभव धेरै ठुलो शक्ति हो, धेरै ठुलो पुँजी हो। त्यो अनुभवलाई पनि हामीले जोड्नुपर्ने छ, नयाँ पुस्ताको एनर्जीलाई पनि जोड्नुपर्ने छ। नयाँ पुस्ता नयाँ एनर्जी लिएर आएको छ, नयाँ जोस लिएर आएको छ, नयाँ दृष्टिकोण लिएर आएको, उड्न चाहन्छ। उसँग भएको एनर्जी तपाईँ हामीसँग भएको एनर्जीसँग त्यो म्याचै गर्दैन। त्यति धेरै एनर्जी बोकेर आएको छ र त्यति धेरै नयाँ दृष्टिकोण आएको छ। तर यो सबैको बिचमा चाहिँ द्वन्द्व गराउने कि यो सबैको बिचमा समायोजन गर्ने हो। नेपाली कांग्रेस पार्टी नयाँ पुस्ताको जो साथीहरू कांग्रेसमा आइराख्नु भएको छ, मेरो पार्टीको तर्फबाट तपाईहरुलाई स्वागत गर्दै म तपाईहरुले कुरामा एस्योर गर्न चाहन्छु र तपाईहरुबाट पनि त्यही कुरा अपेक्षा गर्छु